के तपाईलाई थाहा छ तपाईको गोजीमा भएको वा तपाईले बनाउन खोज्नु भएको पासपोर्ट केवल एउटा परिचय पत्र मात्र होइन। यो नेपालको इतिहासमै सबभन्दा ठूलो नीतिगत र डिजिटल घोटालाको जीवन्त उदाहरण बनिसकेको छ। एउटा यस्तो घोटाला जसको नोक्सान काठमाडौँदेखि पेरिस, बर्लिन र सिङ्गापुर हुँदै दुबईसम्म फैलिएको छ र यसको केन्द्रमा छ 10 अर्ब 13 करोड भन्दा बढीको भ्रष्टाचार। आज हामी यही कुराको पर्दाफास गर्दैछौँ। कसरी हाम्रा उच्च पदस्थ कर्मचारी, नेता र अन्तर्राष्ट्रिय बिचौलियाहरू मिलेर नेपालको राष्ट्रिय सुरक्षा र 2 करोड नागरिकको संवेदनशील बायोमेट्रिक डेटालाई दाउमा लगाए। कसरी एउटा नक्कली सर्भर डाउनको नाटक रचियो र कसरी नयाँ सरकारले अख्तियारका प्रमुख 9 घण्टासम्म नियन्त्रणमा लिएर यो फाइल खोल्न बाध्य पार्यो। कहानी सुरु हुन्छ सन् 2010 देखि, जब नेपालको हस्तलिखित राजधानी हटाएर एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट लागू गर्यो। त्यतिबेलादेखि नै फ्रान्सेली बहुराष्ट्रिय कम्पनी आइडिमियाले यो नेपालको राजधानी आपूर्तिमा आफ्नो बलियो एकाधिकार जमायो। सन् 2021 मा जब ई पासपोर्टको पालो आयो, जिम्मा फेरि उसैले पायो। तर ट्विस्ट तब आउँछ जब सन् 2024 को डिसेम्बरमा राजधानी विभाग मुख्य सर्भरमा एउटा रहस्यमय मालवेयरको आक्रमण हुन्छ र विभागको सेवा ठप्प हुन्छ। अनुसन्धानकर्ताको दाबी सुन्नुभयो भने तपाईहरूको होस उड्नेछ। यो कुनै सामान्य साइबर आक्रमण थिएन। आगामी नयाँ ठेक्काका शर्तहरू आफ्नो अनुकूल बनाउन र प्रतिस्पर्धालाई सिध्याउन खेलिएको एउटा रणनीतिक खेल थियो। तर यसपटक फ्रान्सेली कम्पनीको यो दाउपेच उल्टियो। नोभेम्बर 2024 मा विभागले 64 लाख थान नयाँ ई पासपोर्टका लागि नयाँ बोलपत्र आह्वान गर्छ र यहाँ सुरु हुन्छ असली खेल। यो ठेक्कालाई चलाखीपूर्वक दुईटा प्याकेजमा विभाजन गरिन्छ। प्याकेज 1 प्री इनरोलमेन्ट र डेटा व्यवस्थापन, जुन जर्मन कम्पनी म्युहलबाउलाई 1 अर्ब 55 करोड रुपियाँमा दिइन्छ। प्याकेज 2 व्यक्तिकीकरण र प्याकेजिङ क्लिप आइडी प्रविधि सहित, जुन अर्को जर्मन कम्पनी भेरिडसलाई 4 करोड 21 लाख युरो सुपिन्छ। तर यहाँ एउटा ठूलो घोटाला भयो। म्युहलबाउर कम्पनीको प्राविधिक कागजात मापदण्ड विपरीत थियो। कागजात मूल्याङ्कन गर्न बसेको 12 सदस्यीय प्राविधिक उपसमितिका 6 जना सदस्यहरूले प्रतिवेदनमा हस्ताक्षर गर्नै मानेन। बैठक बहिष्कार गरे। तर राजनीतिक र प्रशासनिक नेतृत्वको दादागिरी हेर्नुहोस्। ती विज्ञहरूको असहमतिलाई कुल्चिँदै अयोग्य कम्पनीलाई पास गराइयो। प्राविधिक धोखाधडी र 2 करोड नेपालीको डेटा खतरामा। यो कुरामा हावामा भनिरहेको छैन। प्रधानमन्त्री कार्यालयको प्राविधिक अनुसन्धान टोलीले नै यसको प्रमाण फेला पारेको छ। सम्झौताका अनुसार 2 करोड नेपाली नागरिकको बायोमेट्रिक डेटा सुरक्षित स्थानान्तरण सेफ माइग्रेसनका लागि यी जर्मन कम्पनीहरूले 35 टेराबाइट क्षमताका 3 वटा डेटा सेन्टर बनाउनु पर्ने थियो, जुन तोकिएको समयमा बन्दै बनेन। त्यति मात्र होइन, प्रणालीको सुरक्षा सुनिश्चित गर्ने N+1 रिडन्डेन्सी आर्किटेक्चर र ब्लेड सर्भर पूर्वाधारमा संरचनागत त्रुटिहरू भेटिए। जर्मन कम्पनीहरूले सबै ठिक छ भन्दै झुटो दावी गरे पनि नेपाली प्राविधिक टोलीले स्पष्ट भन्यो यी प्रणाली सुरक्षित छैन, यसले नेपालीको गोप्य तथ्याङ्क भण्डारणमा गम्भीर सङ्कट ल्याउँछ। द बिचौलिया नेक्सस भेरिएसनको नाममा अरबौंको मनी लन्ड्रिङ। अब कुरा गरौँ यो खेलमा असली खेलाडीहरू अर्थात् बिचौलियाहरूको। यहाँ एउटा त्रिकोणात्मक नेक्सस छ। फ्रान्सको आइडिमिया, सिङ्गापुरको क्यापिटल बीज सोलुसन र नेपालको डेल्टा कोर प्राली। क्यापिटल बीज सोलुसन सिङ्गापुरमा दर्ता छ, तर यसका मालिक 5 जना नेपालीहरू छन्। सिद्धार्थ पाण्डे, बिपिन बासी, शरद गुरुङ, अर्जुन गुरुङ र विजयराज पन्त, जो नेपालको डेल्टा कोरका पनि सञ्चालक हुन्। फ्रान्सेली कम्पनी नेपालमा काम गरे बापत कमिसनको मुख्य अंश 12.24% नेपालको कर प्रशासन बैंकिङ च्यानलहरूलाई छलेर सिङ्गापुर पठाउँथ्यो र त्यहाँबाट त्यो कालो धन हङकङ हुँदै दुबई पुग्थ्यो। सोच्नुस् त, सन् 2022 मा नेपाल सरकारसँग 4 लाख पासपोर्ट बाँकी हुँदाहुँदै पनि मन्त्री परिषदबाट नीतिगत निर्णय गराएर पुरानै महँगो दर $10.13 प्रति बुकलेटमा 28 लाख थान पासपोर्ट भेरिएसन अर्डर थपियो। बजारमा जुन पासपोर्ट $60 मा पाइन्थ्यो, त्यसलाई महँगोमा किनेर राज्यकोषलाई 1 अर्ब 50 करोड भन्दा बढीको चुना लगाइयो र यो क्रम 2025 को नोभेम्बरमा पनि दोहोरियो, जहाँ प्रति थान $10.53 को दरमा 7 लाख थान पासपोर्टको अर्को महँगो भेरिएसन जारी गर्यो। राजनीतिक भूकम्प, 9 घण्टाको नियन्त्रण र हाई प्रोफाइल बयान। तर भनिन्छ नि, पापको घडा एक दिन अवश्य भरिन्छ।
सन् 2026 को आम निर्वाचनपछि नेपालको राजनीतिमा ठूलो परिवर्तन आयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको ऐतिहासिक बहुमत आयो र बालेन शाहको नेतृत्वमा सरकार गठन भयो। 25 जुन 2026 यो तारिख याद राख्नुहोस्। यो दिन प्रधानमन्त्री बालेन शाहको सल्लाहकार र सचिवालयको टोली सिंहदरबार पुग्यो र अख्तियारका प्रमुख आयोग प्रेम कुमार राय र अनुसन्धान अधिकारीलाई झण्डै 9 घण्टासम्म नियन्त्रण जस्तै स्थितिमा राखेर राजधानी काण्डको फाइलमा एक्सन लिन चर्को दबाब दियो। यसको नतिजा सोही दिन विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी र बिचौलिया मनिन्द्र राज मल्ल पक्राउ परे। अनुसन्धानको आगो पूर्व परराष्ट्र मन्त्री डाक्टर आर्जु रणदेउवाको बुढा नीलकण्ठ स्थित निवास, जहाँ 3 दिने म्याद टाँसियो र अर्का पूर्व परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग पुग्यो, जसको औपचारिक बयान नै लियो। विशेष अदालतको अभियोग पत्र को परे। 23 जुन 2026 मा अख्तियारले इतिहासकै सबभन्दा कडा आरोप पत्र विशेष अदालतमा दर्ता गर्यो। कुल 16 जना व्यक्ति 2 वटा विदेशी कम्पनीहरूलाई प्रतिवादी बनाइएको छ, जसमा 10 अर्ब 13 करोड भन्दा बढीको बिगो दाबी गरिएको छ। मुख्य प्रतिवादीहरूमा तीर्थराज अर्याल, महानिर्देशक, बोलपत्र शर्त परिमार्जन गर्ने मुख्य निर्णयकर्ता सुनिल कुमार केसी, आइटी निर्देशक, प्राविधिक मापदण्ड बदलेर अयोग्यलाई योग्य बनाउने शत्रुघ्न प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारी, तत्कालीन निर्देशकहरू, गलत प्रतिवेदन र गैर कानुनी स्वीकृतिहरूको सिफारिस गर्ने जर्मन कम्पनीहरू, म्युहल बाउर र भेरिडसका अधिकारीहरू, गेरहार्ड मौर, पाभले राकिक, फबियोला बेलर्सेम र फ्लोरियन पाकुलिन, नेपाली एजेन्टहरू मनिन्द्र राज मल्ल र सिद्धार्थ थापा, जसले राजनीतिक पहुँच र कमिसन व्यवस्थापन गरे। कूटनीतिक सङ्कट र वर्तमान पासपोर्ट हाहाकार। तर यसको साइड इफेक्ट निकै गम्भीर मोडमा पुगेको छ। जर्मन राजदूत उडो युजेन फोल्जले यस घटनाप्रति र जर्मन प्रविधिलाई दोष दिएको भन्दै कूटनीतिक असन्तुष्टि जनाएका छन्। कानुनी विज्ञहरूका अनुसार यदि यो सम्झौता रद्द गरियो भने नेपाल अन्तर्राष्ट्रिय मध्यस्थता, इन्टरनेसनल आर्बिट्रेसन र अर्बौंको क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ र यसको प्रत्यक्ष असर कसलाई परिरहेको छ त? तपाईँ र म जस्ता सामान्य जनतालाई। हाल विभागसँग मात्र 47,000 थान पासपोर्ट बुकलेट बाँकी छ। दैनिक माग 6,000 थानको छ, तर विभागले जबरजस्ती कोटा घटाएर दैनिक 3,000 मात्र वितरण गरिरहेको छ। नेपालमा फेरि पासपोर्टको ठुलो हाहाकार मचिएको छ। कन्क्लुजन, अबको बाटो के? सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि चलिएका कदमहरू स्वागत योग्य छन्, तर हतारमा गरिने राजनीतिक निर्णयहरूले देशलाई कूटनीतिक र आर्थिक रूपमा टाट पल्टाउनु हुँदैन। नेपाल सरकारले तत्काल जर्मन सरकारसँग उच्च स्तरीय कूटनीतिक संवाद गरी प्राविधिक ग्यारेन्टी सुनिश्चित गर्दै राजधानी छपाईलाई अगाडि बढाउनुपर्छ र सबभन्दा महत्त्वपूर्ण कुरा, भविष्यमा यस्ता डिजिटल पूर्वाधार खरिद गर्दा बिचौलियाहरूको सेटिङ भत्काउन सार्वजनिक खरिद ऐनमा कडा सुधार गर्नै पर्छ। तपाईलाई के लाग्छ? के नयाँ सरकारले यो भ्रष्टाचारको जालोलाई पूर्ण रूपमा नष्ट गर्न सक्ला? आफ्नो विचार तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला। यदि यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक र सेयर अवश्य गर्नुहोला। भेटौँला अर्को भिडियोमा। धेरै धेरै धन्यवाद। जय नेपाल।